हेलो छ्याजलो नमस्ते कोन्निचिवा सम्पूर्ण मेरो प्रियजन मित्रहरूलाई नयाँ वर्ष 2083 साल भन्दा पनि आज वैशाखको 24औं दिन 24 गते हो आज हैन बिहीबारको दिन के भन्छ अनि चाहिँ आज मेको 7 तारिक हैन बिहीबारको दिन यतिखेर अपराह्नको चाहिँ 1:15 हुन लागेको छ हैन निकै शीतल छ। अब केही क्षणपछि त पानी पर्छ होला गडङगडङ गरिरहेछ है। म भने आज सिंगल राइड अलिकति समय भएको हुनाले म चाहिँ यता पोखरादेखि एकदमै नजिक को चाहिँ एउटा सानो डाँडा जसलाई चाहिँ लभली डाँडा भनेर चिनिन्छ है। त्यो लभली डाँडाबाट चाहिँ वरिपरिको दृश्य चाहिँ हजुरहरूको समक्ष पुर्याउने प्रयास गरिरहेको छु। यसो हेरिदिनु होला है त। माथि जाने हाम्रो यो डाँडामा देखिन्छ जाने त्यहाँ त्यसको अलि माथि जाने अब सराङकोट छ हैन। त्यो जाने हाम्रो के भन्छ मेथलाङ हैन मेथलाङ जो जाने मर्निङ वाकको लागि इभिनिङ वाकको लागि एकदमै फेमस छ। म भने अहिले राइट नाउ यहाँ जाने लभली डाँडामा छु हैन। लभली डाँडा पनि यो पोखराको जाने यो पोखरा 5 पर्स्याङबाट जाने एकदमै नजिक पर्छ। हिँडेर आयो भने तपाईको 20-25 मिनेट आधी घण्टामा जाने यहाँ आइपुग्छ है टुप्पोमा। यस्तो देखिन्छ अहिले है के अरे भाइरल महादेवको स्ट्याचु पिस स्तूपा हैन। उता जाने लेक साइडको इलाका है। अनि यहाँबाट जाने अलमोस्ट पोखरा बजार देखिन्छ है। अहिले यतिखेर दिउँसोको जाने 1:15 बजेको छ, शीतलो छ। माथि जाने कौँ डाँडा है कौँ डाँडा यो म जाने अहिले लभली डाँडामा छु है। लभली डाँडामा अहिले जाने यहाँ प्लास्टिकको बोतलहरू फर्मुलाहरू निकै हुन्थ्यो तर अहिले जम्मा गरेर यहीँ जलाउने गर्दो रहेछ। अब जलाउनु त नहुने हो तैपनि यहीँ जलाउने गर्दो रहेछ। अरे मेरो च्यारिङको जाने हो है। मेरो च्यारिङको हराएको छ। मेरो च्यारिङको जाने त्यहाँ छ है। मान्छे यसो दिउँसो भएर होला यसो फाटाफुटी आइरहेको छ। हाम्रो के भन्छ कौँ डाँडा है। यो कौँ डाँडा पनि के अरे निकै फेमस छ। अहिले यतिखेर भने म लभली डाँडामा आएको छ है। लभली डाँडाबाट जाने पोखराको जाने भाग यस्तो देखिन्छ हैन। यसले जाने अब के भन्छ बगर हैन पिएन क्याम्पस मणिपाल कलेज है नदीपुर हाउजिङ महेन्द्रपुल हैन। तपाईको अहिले यो न्यू रोडको एरिया चिप्लाढुङ्गा नयाँ बजार यो पृथ्वी चोक अब तपाईको जाने के भन्छ उता रङ्गशाला हैन। नयाँ एयरपोर्ट जाने यहाँबाट अलिक टाढै पर्छ नयाँ एयरपोर्ट। पुरानो एयरपोर्ट जाने छ लेक साइड जाने त्यता पर्यो। यताबाट जाने पोखराको झन्डै 80% भन्दा बढी भूभाग देखिन्छ यहाँबाट। हाम्रो बाडुलचोर जाने माथि पर्छ है। बाडुलचोर पोखरा 16 19 ल है हजुरहरू म जाने अलिकति फ्री भएको हुनाले सिंगल राइडमा यता यो पोखराको जाने वार्ड नम्बर 5 पर्स्याङबाट जाने नजिकैमा रहेको जाने यो लभली डाँडामा आएको छु है सिंगल राइड। ल हजुरहरू जहाँ जसरी हुनुहुन्छ स्वस्थ रहनु होला, मस्त रहनु होला, व्यस्त रहनु होला भन्दै हजुरहरू सबैको दिन शुभ रहोस्। जय देश।